हेलो गाइस एन्ड तपाईँ भ्लग तपाईहरूलाई स्वागत छ है। फेरि पनि आज चाहिँ धेरै अन्तरपछि भ्लग बनाउन गइरहेको छु साथीहरू होइन। आज आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु गाइस होइन। एकदम आज चाहिँ रुमबाट बाहिर निस्केर यसो घुम्न जाउँ न त भनेर होइन। रुममा कति बस्नु अनि आज चाहिँ गाउँमा मजदुर दिवस पनि हो अनि त्यही कारणले अनि आज चाहिँ भ्लगहरू बनाउँदैछु गाइस तपाईँहरूलाई यसो मनोरञ्जनको लागि। आज त यस्तो घुमाउँ न त भनेर त फ्रेस पनि भइन्छ होइन। यो घाम पनि टक्क लागिरहेछ अनि यस्तो दामी मौसमहरू भइरहेको छ गाइस। अनि त्यसैले आज चाहिँ यहाँ पार्कमा घुम्न आइरहेको छ गाइस। अब लगभग पार्कमा पुग्नलाई लगभग लाग्छ होला 20-25 मिनट लाग्छ गाइस होइन। अनि पार्कमा जानेछौँ आनन्दसँग। अनि पार्कहरू तपाईँहरू कस्तो हुन्छ त पार्क होइन, कस्तो छ त। अनि म पनि आज फर्स्ट टाइम जाँदैछु होइन। अनि तपाईँहरूलाई पनि यसो देखाउने छु गाइस। यस अहिलेसम्म तपाईँहरूले माया गर्नुभएको छ, सपोर्ट गरिदिनु भएको छ गाइस। अब अझै पनि सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, यही नै भन्न चाहन्छु गाइस है। अनि आज जाँदैछौँ हामी यहाँ तिन दाजुभाइ होइन टक्क लाएर आज छुट्टीको अवसरमा गाइस होइन। हाम्रो कुलमान उसको र कुलमानको र मेरो त होइन एउटै ड्रेसअप मिलिरहेको छ गाइस होइन। एकदम हामी त एउटै ड्रेसअप टक्क लाएर यहाँ अनि एकदम रमाइलो साथ आज घुम्नेछौँ हामी होइन। फोरेस्ट यो बिस्टीमा आज चाहिँ धेरै दिनपछि रुमबाट बाहिर निस्केको। यो पुरै आज चाहिँ रोमानियामा यो के भन्छ के अरे मजदुर दिवस होइन। यो मजदुर दिवसको अवसरमा होइन हामीलाई त्यही छुट्टी दिएको छ। अनि त्यसकै सदुपयोग गर्दै गाइस होइन हामी चाहिँ यहाँ घुम्नको लागि पुरै टिम्सै दिनिसकेका छौँ गाइस। आज कहाँ घुम्नेछौँ होइन हामी देखाउनेछौँ गाइस कहाँ एकदम रमाइलो ठाउँहरूमा गाइस होइन। हामी त अहिले यस्तो उसमा आइपुगेको छौँ होइन। लगभग अब हामी पुनः लगाइसकेको छौँ उता पार्कनिर। जस हेर्नु न गाइस यस्तो दामी सिटी छ, यति सफा होइन, यस्तो सुन्दर, यस्तो दामी छ होइन। अनि जस अब हाम्रो नेपाल कहिले यस्तो हो नि, अलि यतिको चाहिँ हुनु पऱ्यो भइदियो हुन्थ्यो होइन। धेरै यतिको सफा हुनु पऱ्यो कि यतिको सफा हेर्नु न, यस्तो दामी छ, सफा छ होइन। यस्तो दामी ज्यादा धेरै हरियाली हरेक प्रत्येक घरमा होइन। प्रत्येक घरमा एउटा रुख एउटा पार्कै हुन्छ क्या, पुरा घरको वरिपरि रुख हुन्छ होइन। अनि यस्तो दामी फुलहरू रोपेको हुन्छ, यस्तो दामीसँगले अनि यस्तो हरियाली देख्छ क्या सहरै। अनि हरेक ठाउँमा व्यवस्था होइन, बाटो काट्नेदेखिबाट लिएर सरसफाइदेखिबाट लिएर यस्तो दामी के। हाम्रो काठमाडौँ कहिले यस्तो हुन्छ, हाम्रो नेपाल कहिले यस्तो हुन्छ होइन गाइस। हामी त्यो प्रतीक्षामा छौँ, हामी यतिको सफा भएको हाम्रो नेपाल त्यो देख्न चाहन्छौँ हाम्रो नेपालको रुटहरूमा होइन। हरेक व्यवस्था यस्तो लाइटहरू, हरेक बाटो क्रसिङ लाइटहरूदेखिबाट लिएर होइन सबै व्यवस्था भएको गाइस हामी हेर्न चाहन्छौँ। वाउ गाइस एकचाली रूपमा हामी त अब पार्क आइपुग्यो होइन। धेरै हिँडेको पछि अब त हामी यो पार्कमा आइपुगेछौँ। दामी पार्क छ गाइस होइन। अब यो पार्कमा सबै घुमाएर सबै देखाउने छु गाइस के छ होइन, कस्तो कतिको रमाइलो छ कस्तो छ होइन। यस्तो बवाल छ गाइस होइन। यहाँ त किनभने यहाँतिर सिस्टम चाहिँ के छ भने होइन एकदम त्यो टिकटको त्यो टिकटहरूको चाहिँ होइन कुनै उ छैन। किनभने त्यो टिकट लाग्ने छैन गाइस यहाँ होइन। नेपालमा भएको भएदेखि अहिले गेटमा बसेर पुरा 100 रुपियाँ यतिको पार्क घुम्नको लागि 50-60 रुपियाँ टिकट लिन्थ्यो होला सायद होइन। यहाँ त किनभने कुनै त्यो छैन, यहाँ चाहिँ फ्री हुन्छ। यस्तो दामी ठाउँ छ है, यतिको ठाउँमा चाहिँ हेर्नु न गाइस यस्तो आनन्द आउँछ। यति दामी ठाउँ छ गाइस होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यस्तो बवाल छ। अझै योभन्दा नि बवाल ठाउँहरू छ
होइन। अब भाइ उ त्यो हाम्रो कुलमानलाई सोध्नेछौँ, कुलमान भाइलाई होइन, यो ठाउँ कस्तो लाग्यो। यस्तो बवाल छ गाइस, वाउ सो ब्युटिफुल गाइस, वाउ 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 दामी दामी छ गाइस, दामी होइन एकदम दामी छ यार। कस्तो आनन्द आयो होइन बस्नको लागि गाइस। कुलमान कस्तो लागिरहेछ पार्क? भन्नुपर्दा यसलाई भन्छ सेन्ट्रल पार्क। सेन्ट्रल पार्क अनि ठिकै छ, राम्रो छ। अब फुलबारीहरू छ यतातिर चाहिँ काट्दैछ कुनै छेउछेउतिरको चाहिँ तलतिर ओली दाई, मान्छेहरू हाम्रो ओली दाई यस्तो बवाल छ गाइस होइन। गाडी तोपेन्द्र सर हजुर कस्तो वेलकम कस्तो छ? एकदम राम्रो छ सर, पार्क कस्तो लाग्यो? एकदम ठिक छ, राम्रो छ, अह घुम्ने लायकको पार्क छ, ठिक छ, राम्रो छ गाइस होइन। यस्तो बवाल छ गाइस होइन। अब त्यहाँ त्यो डाइनोसरहरू पनि छ गाइस होइन, डाइनोसर पनि रहेछ। अब जस अब भित्र जानको लागि अब टिकट सिकट लिनुपर्छ होला सायद। अब बाहिरबाट हेरौँला होइन, बाहिरबाट देख्यो भने अब देखाउनु छु गाइस कस्तो लाग्छ होइन। एकदम यस्तो बवाल ठाउँ छ, यस्तो रमाइलो छ है गाइस। यस्तो बवालसँगले घुम्नेछौँ गाइस, एकदम इन्जोय लागिसक्यो गाइस होइन, एकदम बवाल गाइस होइन। अब हामी पार्कमा आइपुग्यो, अब टक्क लगाएर खाजासाजा खान्छौँ हामी होइन। चिसो ल्याएको छौँ अनि चिसो बिस्कुट, अनि चिसो बिस्कुट खान्छौँ। अनि खाएर त अब हामी यस्तो फोटोसोटो खिच्ने छौँ होइन। फोटोसोटो खिचेर अब यसो टक्क लगाएर इन्जोय जस रमाइलो लाग्यो आज, एकदम खुसी लाग्यो होइन। यस्तो आनन्द आयो किनभने रोमा ल्याएर आज फर्स्ट टाइम हो यसो पार्कतिर घुम्न आएको होइन। जस रमाइलो छ, ठाउँ राम्रो छ अनि आनन्द आउने फिलको ठाउँ छ गाइस होइन। त्यही हो। अब खाजा खानेछौँ एकछिनमा, अनि खाजा खाएर योभन्दा अलिक राम्रो ठाउँहरू छ त्यहाँतिर जानेछौँ होइन, अनि घुम्नेछौँ गाइस। ओके गाइस। ल गाइस होइन, अब यहाँ हाम्रो केटाहरू टक्क खाजा खानको लागि हाम्रो खाजा त यो हो होइन। टक्क लाएर है बिस्कुट कोक होइन लिएर आएको छौँ। अब यो खाजा खान्छौँ गाइस, अनि खाजा खाएर अब घुम्न जान्छौँ होइन। टक्क लाएर होइन हाम्रो केटाहरू पुरा खाजा खान लाग्यो। तोपेन्द्र दाइ हो फेरि बुढा त किनभने एकदम लचाउँछ होइन। अनि हाम्रो सरकार ओली सरकार कुलमान, अनि हाम्रो आजको कोको कोला गाइस बिस्कुट खै यहाँ राख न टक्क खाउँ होइन। कति मिठो हुन्छ गाइस, अनि टक्क लगाएर खानेछौँ गाइस। यत्रो गाइस यार बिस्कुट देखेर गाइस होइन। के हो हेर्न एकदम मिठो छ गाइस होइन। आजको कोको कोला गाइस, कोको कोला पार्क इन्जोय। आफ्नै पल परेको छ कि चुइरहेको कति आनन्द लाग्यो। हामी त टक्क खाजा खाएर होइन गाइस, अब त निस्किसकेको छौँ होइन। खाजा खाएर टक्क चिसो खाएर टक्क निस्क्यौँ होइन। अब टक्क लाएर हामी चाहिँ अब त्यो फुलहरू भएको ठाउँमा टक्क जानेछौँ होइन। फुलहरू भएको ठाउँमा टक्क दामी फुलहरू छ अरे होइन। अनि टक्क हामी त्यो फुल भएको ठाउँमा गएर टक्क फोटोसोटो खिच्नेछौँ गाइस, टिकटक बनाउने छौँ होइन। टक्क टिकटक भिडियो हाल्ने छौँ गाइस। इन्जोय द लाइफ ओके, इन्जोय त गर्नुपर्छ होइन। सधैँ यतिको बस्नु त भएन, सधैँ काम मात्रै गर्नु भएन गाइस होइन। टक्क रमाइलो गर्नु पऱ्यो, टक्क फोटोसोटो खिच्नु पऱ्यो, टिकटक बनाउनु पऱ्यो होइन। एकदम रमाइलो गर्नु पऱ्यो गाइस होइन। यो अन्त होइन लाइफ। ओके गाइस, अब हामी फुलबारीतिर जानेछौँ गाइस कस्तो लाग्यो भ्यू होइन। यस्तो बवाल छ गाइस होइन, यस्तो रमाइलो छ गाइस होइन। हेर्नु यस्तो बवाल फुलहरू हेर्नु, यस्तो दामी सजाएर आएको छ गमलामा के पुरै यो गोलो छ। अनि सबै गमलामा होइन सजाएर राखेको फुलहरू हो। अनि यस्तो दामी छ गाइस होइन। हेर्नु न यस्तो बवाल, यस्तो जङ्गललाई यस्तो पार्क बनाइदिएको छ कि यस्तो दामी छ कि
गाइस होइन लगभग हामी चाहिँ अब पार्क लगभग घुमिसक्यो होइन ठिकै छ ठिकै रहेछ जे होस् रमाइलो लाग्यो गाइस होइन एकदम बवालै छ होइन यस्तो बवाल दामी अनि पुरै हो छ पुरै बवाल छ गाइस होइन एकदम रमाइलो छ ठिकै छ अब हामी पार्कतिर घुमिसक्यो अब गाइस अब हामी निस्किनेछौँ होइन गाइस होइन आज चाहिँ हामी लगभग पार्क घुम्यो होइन घुमेर अब चाहिँ हामी घरमा जाने रुममा जानको फाइनली रुममा जानेछौँ अब हामी अनि एकछिन मार्केटतिर पस्न पनि छ काम पनि छ गाइस होइन अब मार्केटतिर गएर अनि हामी अब रुमतिर जानेछौँ आज चाहिँ एकदम रमाइलो भयो एकदम मजा आयो होइन एकदम फ्रेस भयो गाइस होइन अब यसो भिडियो सिडियो बनायो टिकटक सिकटक खिच्यो होइन टिकटक अनि फोटोसोटो खिच्यो अनि आज चाहिँ हाम्रो यहाँ तोपेन्द्र सर हुनुहुन्छ कस्तो लाग्यो तोपेन्द्र सर एकदम सही आज घुमियो सर हाम्रो सिम्बु सर कस्तो लाग्यो एकदम बवाल धेरै नेक्स्ट टाइम आएको धेरै रमाइलो लाग्यो अनि यहाँ हाम्रो भ्युअर्सहरूलाई के भन्न चाहनुहुन्छ समय माया छ अनि तपाईँहरू पनि रोमानियामा हुनुहुन्छ यति नजिकै बुगारिस्ट नजिकै हुनुहुन्छ भने भिजिट गर्नु होला सेन्ट्रल ट्र्याक यो लगभग बुगारिस्टबाट 103 किलोमिटर पर्छ आउन सक्नुहुन्छ तपाईँहरू पनि बस स्ट्यान्ड यहीँ छ यहीँसम्म बस आउँछ रेल पनि आउँछ ट्रेन पनि आउँछ तपाईँहरू आउन सक्नुहुन्छ है अनि केही अनि हाम्रो सङ्गीत दोषको चाहिँ युट्युब च्यानललाई ठ्याक्क त्यो माथि भएको बेलायकन हो कि त्यो यत्रो टुप्पोलाई ठिङ घन्टीमा है घन्टीमा ठिङ हान्दिनँ है त्यो हान्न चाहिँ नबुल्नु होला तपाईँहरूले गाइस होइन ठिकै छ होइन आज यस्तो रमाइलो भयो अब साथीहरूसँग घुम्यो होइन अब एकदम रमाइलो साथ ताजा उयो गऱ्यो गाइस अब यस्तै गरी माया गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन तपाईँहरूको सानो सहयोगले अलि धेरै भिडियोहरू बनाउन सकौँ होइन एकदम अगाडि बढ्न सकौँ गाइस यही नै हो अब अरू त अब के भन्नु होइन अब धेरै भएको थियो भिडियो नबनाएको लगभग अब यस अब कन्टिन्यू गर्न सकौँ होइन कामहरूको कारणले गर्दा गाइस एकदम बवाल छ पानीको छालहरू होइन पानीको छाल यस्तो दामी ओके गाइस फाइनली होइन आजको भिडियो चाहिँ यति नै यही नै गर्न चाहन्छु अब अर्को पार्कमा जाने राम्रो पार्कमा होइन ओके गाइस सी यू टेक केयर बाई बाई